मेसेज गरेछ होइन मलाई कोडसँगको नम्बर पठाइदेऊ है भनेर गर्छ होला दिउ एउटा गीतमा नाच्नु तेरी नाम से भन्ने गीत नाच्नु सुन्नु न धड्के जिया अलि पर गएर फुल 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 स्क्रिनमा बोल्दैछ के राज राज के अरे राज र फेरि माइल हजुर एउटा कुरा विचार गरेर पहिलाको भन्दाखेरि यो दिउको नि यो कति 1 महिना त हरायो होइन पहिलाको भन्दा अहिले हेर्नु त्यसको भएको छ नि कति चेन्ज भएको छ नि बेला बेलामा चाहिँ यो लाइभ आउँदैन हराउँछ नि त त्यतिखेर चाहिँ दन्काउन जाँदो रहेछ कि मलाई पनि त्यस्तै लाग्यो गाइस अब पख सुरजले फोन गरेको होइन नम्बर पठाउँदैछ भन्यो होइन तामाङ दिदी म त बुढा बिहा गरेँ भने म त यस्तो लुती छु भेटायो भने म त यत्रोसँग बिहा गर्छु भन्छ नि तामाङ नि कस्तो खरे के भन्यो मलाई परिवार महिनोले के भनेको गाइस भन त महिनोको दुईटालाई मैले काँदै हाल्छु नि फेरि कोलाई अब तिमीलाई चाहिँ फेरि किन भन्न तिमीलाई भन्नु नि अनि यहीँ भनिहाल्छु नि के भुत्रको तिमीलाई चाहिँ के भनेछ हामीले मेरो कुरा गर्दै त्यो कसरी छाडा कुरा गरेको यसको कन्डोमा किरा परोस् यस्तो भनेको राजदाई के चाहिँ भनेको यहाँ सुन्नु म भनिदिन्छु राजदाई नेपाल आउनु म यो बिउको हात खुट्टा समाइदिन्छु नि तपाईँ दन्काउनु भनेको त्यसो भन्छ नि यो हेर्दैन कि खुट्टामा चाहिँ बाँधिदिन्छु हातमा चाहिँ यस्तो समाइदिन्छु म त्यो चाहिँ हेर्दैन यस्तो गरेर बस्छु क्या हेर्दैन नसुली दाइ अलिकति यतापट्टि भएन मलाई माथिपट्टि हाल्नु न भन्दैछ फेरि तामाङनी गाइज लाज तामाङनी छिट्टैदेखि दुनियाँ जान्छु भन्दैछ हो र यसले त्यस्तो भनेको यो जाँठी नि यसको त्यस्तो पक्का मेरो माइला बेबीले लाउँछु म त डनले लाउँछु म डन के डन लाउँछु फोन गर्यो नम्बर पठाइसक्यो म फोन गर्छु म डाइरेक्ट फोन उही जापानको नम्बर कति हो वेलकम हजुरलाई जापानको नम्बर त अब उसकै नम्बर चाहिन्छ नि मेरो नम्बर हुन्छ 010 हो